फाम्बोङलो वाइल्ड लाइफ सेन्चुरी। लो म चाहिँ यहाँ चिसोमा चिया लिँदैछु। यहाँ हेर्नुहोस् नाम्फोङ वक 12-15मा हामीले यहाँबाट हिँडेछौँ। कुन टाइममा चाहिँ त्यहाँ पुग्ने हो। अब तिनचुरे जाँदाखेरि यहाँ हामीले देख्दैछौँ यत्रो ठुलो रुख क्या। यहाँ अब हामीहरू चाहिँ भित्र पस्दैछौँ। बुबु बो कत्रो रहेछ है। अन्त रुख कुनै पनि समय भालुले चाहिँ हामीलाई एट्याक गर्नु सक्छ क्या। यस्तो जग्गाबाट हामी चाहिँ गुज्रिँदैछ क्या। हेर्नुहोस् यहाँ भालुको पहिलाहरू देख्दैछ हामीले। यहाँ हेर्नुहोस् भालुको पहिलाहरू देख्दैछ। 30 मिनट लगेगा फास्ट पेस पे। यहाँ चाहिँ हार्ट रेट 130 रहेगा। यहाँ चाहिँ एउटा केप जस्तो बुबु चाहिँ आउनुहुँदैछ होइन। हेर्नुहोस् त रुख आमा यो भित्र छिरेर आउनु पर्ने रहेछ। वान मिस्टेक गेम ओभर छ यहाँ हेर्नु। अम्बो सो एभ्रिवान अहिले चाहिँ भने म फाम्लुङको वाइल्ड लाइफ सेन्चुरीको गेटमा छु। म चाहिँ आज यहाँभित्र जाँदैछु है। तपाईँहरूलाई जानकारी दिनु पर्दाखेरि यो चाहिँ तपाईँको गान्तोकदेखि केही माथि पाङथाङदेखि त्यसको नजिकै जग्गामा पर्ने गर्छ। र यहाँ यसरी गेटहरू छ। यहाँ हाम्रो लागि चाहिँ एकदम हामीले यहाँ पर्मिटहरू लिइसकेको थियो र हाम्रो लागि चाहिँ गेट ओपन भइसकेको छ। यहाँ आउँदाखेरि धेरैवटा मतलब यहाँ पर्मिटहरूको जरुरतहरू पर्छ। पर्मिट भन्नुको मतलब पनि यहाँ अब पासहरू लिएर यहाँ जानुपर्छ। यहाँभित्रबाट चाहिँ यहाँनिर चाहिँ तपाईँको फरेस्टको मान्छेहरू बस्छ है। र हामी चाहिँ यहाँभित्र जाँदैछौँ। र आज तपाईँहरूलाई यो गेट अहिले मैले बन्द गरिदिनु पर्ने रहेछ नि त। आज चाहिँ हामीहरू यो भित्र हाम्रो चाहिँ पिकनिक हुँदैछ। र सो एभ्रिवान हामी चाहिँ पिकनिकतर्फ जाँदैछौँ। जारोले हेर्नु जारोले हामी आइपुगेछौँ। अहिले चाहिँ भने यहाँ यो न बहिनी। हेलो बहिनी हामी कहाँ जाँदैछौँ अलिकति बताइदेऊ। फाम्बोङलो वाइल्ड लाइफ सेन्चुरी। वाइल्ड लाइफ सेन्चुरी हाम्रो बुबु। हेलो बुबु गुड मर्निङ छ हाम्रो बुबुको। हेलो नाना मण्डल नि यता चाहिँ। र हाम्रो चाहिँ आदि ग्रुपहरू चाहिँ यहाँ माथि पुगिसकेको छ। हामीहरू चाहिँ अब तपाईँहरूलाई जानकारी दिनु पर्दाखेरि हामीहरू पिकनिकमा जाँदैछौँ। यो दुईवटा कुकुर पनि हामीहरूसँग फेरि यहाँबाट चाहिँ हाम्रो टिममा सामेल भएको छ। बोजू र यसरी यहाँनिर चाहिँ योहरू चाहिँ कटरहरू के होला है। कटर है। यहाँदेखि कति हिँड्नुपर्छ? ए यहीँ हो। र हामी चाहिँ बिहानको समय एकदमै टक्कै 5 बजेर 59 मिनट गएको छ। जाडो भन्ने चाहिँ जाडो भन्ने कुरो चाहिँ नि यहीँबाट सुरुवात भएको जस्तो लागिरहेछ। फिल चाहिँ क्या यहाँनिर हेर्नुहोस् फाम्बोङलो वाइल्ड लाइफ सेन्चुरी। यस्तो छ यहाँनिर। यो चाहिँ गभर्मेन्ट अफ सिक्किमले कोड अफ कन्डक्टर फर भिजिटर के कुरोहरू चाहिँ यहाँनिर गर्नु हुँदैन भन्ने कुरोहरूलाई
यहाँ लेखेको छ है। खासै ग्लोभ्सहरू लगाएर आउनु पर्थ्यो रहेछ। यहाँभित्र चाहिँ हाम्रो खानाहरू बनिन्छ आज चाहिँ ठ्याक्कै। यो नाले के को मासु खाने रे? सुँगुर खाइन्छ नि मजाले यस्तो जानु। ओके ओके ल हाम्रो ल यो चाहिँ के हो? यो के हो? यो चाहिँ क्याफेटेरिया हो। यहाँभित्र बनिँदैछ। यहाँ अन्डे स्टाफ रहेछ। हेलो गुड मर्निङ गुड मर्निङ। हाम्रै चिनाजाना मान्छेहरू मात्रै रहेछ नि त। आज चाहिँ हाम्रो हेड कुक मेरो यो अफिसको भाइ चिन्नुहुन्छ र यता हाम्रो भाइ हो बहिनी छँदैछ। चिन्छ उहाँले मलाई अघि देखेर चिनिहाल्नु। दादा किचनहरू ठिक छ होइन? पानी छुनु सक्नुहुँदैछ कि हो? पानी छुनु सक्नुहुँदैछ कि? है छुइदिउँ त अलिकति। अम्बो है आज पाक्ने कुरोहरू यहाँ पाक्दैछ। यतापट्टि ब्ल्याक टी त बनिँदैन होला है? म खान्छु नि। के गरेको तिमीले चाहिँ? ए बुबुले पनि खाँदैन, ब्ल्याक टी मात्रै खान्छ। लु म चाहिँ यहाँ चिसोमा चिया लिँदैछु चरक्कै। मैले अघि खायो। के खायो तिमीले? चिया। ल हामी यसो यो नारामा चाहिँ बाहिर यहाँ घुम्नु निक्लिँदैछु। कस्तो जाडो है यहाँ। क्याफेटेरिया दिस इज आवर क्याफेटेरिया। फाम्बुङलोको क्याफेटेरिया चाहिँ यो हो। यहाँ हुनुहुन्छ हाम्रो टासी दादा। एकदम चियाको आनन्द लिनुहुँदैछ। अघि एक पफ त उडाइहाल्यो। यहाँ हाम्रो दिदी। हाई गुड मर्निङ। चियाको आनन्द लिनुहुँदैछ यहाँ बोजू। भाइ दा ल राख्नु। कहाँसम्म पुर्याउनु हुने? गोलीटार। यहाँ हामीहरू चाहिँ अब गोलीटार जाने। हाम्रो आजको टुरिस्ट गाइड। हामी चाहिँ टुरिस्ट भएर आइरहेको छ अरे नि। ऊ आउनुहोस् है। उल्टा पो गइदिएको। र दिउँसोको यता है प्लान त्यो ट्रेकिङ चाहिँ यो साइड है जान्छ नि होइन आज? र आज दिउँसो जाने यो साइड हो तिनजुरे इको हट। अहिले चाहिँ तपाईँहरूलाई म गोलीटार चाहिँ कस्तो छ होला भनेर। यता हो ए हो ए सरी मैले अलिकति यहाँ गलत बोली पठाएछु। र हामीलाई यहाँ नानाले चाहिँ घुमाउनु लाने अरे नि त यहाँ माथि। हामी चाहिँ अब फर्स्ट टाइम हो। नेचर इज प्युरेस्ट पोर्टल इन इनर पिस। फोटो खिच्नु भनेको त फोटो खिचिरहे। यहाँ अगाडि चाहिँ तपाईँको यो तपाईँको डाइरेक्सनहरू दिएको छ है, कहाँ कहाँ जाने हो के हो यो साइडतिर। टुरिस्ट गाइड चाहिँ यस्तो हुनु पर्यो नि त। जाडोले चाहिँ आम्मामा लु ल ल ल ल ल ल ल ल नेचरको पनि मजा ल्याउनु पर्यो नि। दामी दामी अफिस घर यहाँ चाहिँ यसरी मजाले गार्डनिङहरू गरेको रहेछ।
आई लभ नेचर। मेरोबाट भएन, एउटा फोटो चाहिँ खिचिदिनु नि उसको। ल यहाँ है के मजाको जग्गा। ओछु थेरापी आमा। अब म कुद्दै एउटा गीत गाउँछु हो। र बिहानको भ्रमण हामीले ओके, बिहानको भ्रमण हामीले गऱ्यौँ यहाँनिर चाहिँ हो। मजाको यो जग्गा पनि यस्तो प्रोग्रामहरू गर्नेहरू जग्गाहरू यस्तो मजाले बनाएर राखिदिएको रहेछ यहाँनिर चाहिँ है। ल हामी चाहिँ अहिले फ्री छौँ र चाहिँ यहाँ घुमेछौँ। आफ्नो द्याट चाहिँ त्यहाँदेखि त पुरै काम छ, ट्रेकिङ जानु छ हो। हामी ट्रेकिङ जानुपर्छ आज। वाउ यहाँ हेर्नुहोस् नजारा, हुन्छ नजाराहरू देख्दो रहेछ नि त यहाँबाट चाहिँ त्यो उयो तल उयो भालु छ है, क्लाउडीको। उयो तल भालु छ देखिरहेको छु मैले। खोइ उयो तल भालु खलिँदै थियो। खै छैन ल, गफ दिन्छ के अब। गफ दिन्छ। आफ्टर हामी चाहिँ यो वरिपरि चाहिँ घुम्यौँ है। हामी चाहिँ फर्केर अब तल कार्पेटरमा जाँदैछौँ। त्यहाँ गएपछि चाहिँ हामीहरू बिहानको ब्रेकफास्ट गर्नेछौँ। यो चाहिँ अब बिहानको ब्रेकफास्ट पुरी ल यहाँ छिटो 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 छिटो। ल अब हाम्रो चाहिँ यहाँ ब्रेकफास्ट हुँदैछ। ओके हामीहरू आफ्टर ब्रेकफास्ट चाहिँ 3 जुरे लाग्यो। बुबु कहाँसम्म चाहिँ पुग्ने अरे हामीहरू? एकदम टपमै पुग्ने। टपमै पुग्ने है। अब टपमै चाहिँ पुग्छु भनेर हिँडिसकेको छौँ हामीहरू। हाम्रो ग्रुपहरू चाहिँ अलरेडी हिँडिसकेको छ। उनीहरू 2-2.5 घन्टा भइसक्यो रहेछ हिँडेको। किनभने चाहिँ हामीहरूलाई अलिकति ब्रेकफास्टहरू गर्दाखेरि अलिक टाइम लाग्यो नि त। हड्डी परेछ कि ब्रेकफास्टमा पुरा हड्डी परेकोले गर्दाखेरि यसो हेरौँ भए त 3 जुरे टपमा पुगिन्छ या फेदमा पुगिन्छ। तर हामी चाहिँ स्टार्ट गरेको छौँ। जहाँसम्म पुग्छ तपाईँहरूलाई देखाउने हो। अब चाहिँ हामीहरू यहाँबाट चाहिँ भित्र पस्नुपर्ने हुन्छ। तपाईँहरूलाई अघि बिहानको नजारा यो जग्गा देखाइरहेको छु मैले। यहाँ हेर्नुहोस् नाम्फुङ वक। यहाँ फन्डामेन्टल ड्युटी अफ एभ्री इन्डियन सिटिजन आर्टिकल 51A यहाँ केही जानकारीहरू छ। र हामी चाहिँ अब यो रुटबाट अगाडि बढ्यौँ है। तपाईँहरूलाई धेरै कुरो नदेखाए पनि म एउटा राम्रो कुरोहरूलाई चाहिँ देखाउने कोसिस गर्छु। 10 ways to be a good wildlife tourist। अब यहाँ चाहिँ के छ भन्दाखेरि तपाईँको भालुहरू लाग्ने चान्सेस एकदमै हुन्छ। सो आउने मान्छेहरू बी केयरफुल है। किनभने यहाँ वाइल्ड एनिमलले होइन एट्याकहरू गर्न सक्छ। किनभने यो त उनीहरूको घर संसार हो होइन। हाम्रो भने चाहिँ तल सहर बजार बस्तीहरू चाहिँ हाम्रो हो।
यहाँ चाहिँ भालुसँग फाइट खेल्न सक्ने मान्छे मात्रै आउनु पर्यो अब यो भनेर गाउँलेले भन्छ। तर हामीहरू भालुसँग फाइट खेल्न नसके पनि भालुलाई चाहिँ हामीहरू खेदाउनु चाहिँ सक्ने त्यत्तिको आँट बोकेर हिँडेछौँ। किनभने अघि हाम्रो ग्रुपहरू त अलरेडी गइसकेको छ तपाईँहरूलाई अनि बाटोमा सायद उनीहरू त फर्किँदै गरेको भेट्छौँ होला भन्ने हामीलाई लागिरहेछ। दुईजना चाहिँ हामी लागिसकेछौँ। मैला फाल्नेहरूको लागि चाहिँ एउटा यो क्वेसनहरू मैला चाहिँ गर्नु पाएन यो भित्र। बाह्र 15मा हामीले यहाँबाट हिँडेछौँ। कुन टाइममा चाहिँ त्यहाँ पुग्ने हो हेरौँ है त। यहाँदेखि बाई फुट कति चाहिँ लाग्दो रहेछ। यसो सानो यो छोटो ब्रिज हजुर टेन्टहरू लगाएर यो जग्गा चाहिँ तपाईँहरूको टेन्टहरू लगाएर आउँदा सायदै पर्मिसनहरू ग्रान्ट हुन्छ जस्तो लाग्यो। जङ्गल हेर्नुहोस्, जङ्गल माझबाट गुज्रिँदैछ हामी चाहिँ आज। यहाँ चाहिँ मम्मी जस्तो बनाइदिएको रहेछ नि त। अम्बो हो अगाडि बढ्दैछौँ। यो अचानक देख्दा त कस्तो लाग्यो तपाईँलाई? हरर मुभी है। फेरि दुईजना आउँदै जङ्गलमा हामीहरू चाहिँ। तपाईँलाई डर लागिरहेको छैन? हामीहरू चाहिँ ग्रुपबाट छुटिएको दुईजना व्यक्ति हुन् होइन। अब यसरी मुभीहरू एक्लै ढेँडो त कि मुभी हेर्दा क्या त्यो छुट्टिनेहरूलाई चाहिँ क्या जङ्गलमै मारिदिएको जस्तो त्यस्तो खालको भइदियो नि अब मारिदिएको त्यस्तो खालको सिन आयो भने भएको कुरा कि यो भ्लग चाहिँ आउँदैन है तपाईँको। अनि टासी इन्टरटेनमेन्टको एपिसोड चाहिँ यहीँनिर खतम हुन्छ हो। यो चाहिँ अब तपाईँहरूलाई थाहा छ टाँसी सकिन्छ त्यही कारण तपाईँहरूलाई अगाडि नै भनिराखेको होइन। अब कत्रो रुख रहेछ यो त। अब तिनजुरे जाँदाखेरि यहाँ हामीले देख्दैछौँ यत्रो ठुलो रुख क्या है। यहाँ हेर्नुहोस् यो कति किबी चाहिँ आउँछ होला काठ हेर्नु नि है। यत्रो यत्रो ठुल्ठुलो रुख चाहिँ फरेस्टमा कुहिएर बसेको छ। यसको चाहिँ अब मार्किङहरू या त फरेस्टलाई रेभेन्यूहरू बुझायो भने चाहिँ अब कति काठहरू निक्लिनु सक्छ होला। यहाँ हेर्नुहोस् यत्रो ठुलो रुख है। यसरी लडिरहेछ यहाँनिर। यहाँ अब हामीहरू चाहिँ भित्र पस्दैछौँ। बुबु बो कत्रो रहेछ है अन्त रुख चाहिँ कत्रो चाहिँ होला नि। त्यो त पहिला हामी क्या उयो गएको थियौँ नि हामी चेरापुन्जी शिलङ गएको थियौँ। शिलङ त्यति बेला केपमा पसे जस्तै भयो है। त्यो एलोरा केपमा गएको है हामीहरू। हामी चाहिँ आजभन्दा 2 वर्ष अगाडि शिलङ गएको थियो। हाम्रो भ्लगमा छ त्यो। यति बेला सायदै राम्रोसँगले मैले भ्लग गर्न जानेको पनि थिएन होला है। र त्यस्तो फिल भयो भन्नुहुँदा चाहिँ क्या बुबुले हामीहरू सँगै हुनुहुन्थ्यो होइन। हाम्रो गन्तव्यहरू यसरी अगाडि बढिरहेछ। यसअघि चाहिँ यो रेस्ट हाउस एभोइड स्ट्रङ स्मेलिङ कस्मेटिक। यहाँ सागसाग सुचु गर्नुहरू पनि मनाइरहेछ। यहाँ आउनेहरूलाई तिनजुरे जानेहरूको लागि चाहिँ आएर बाटोमा यो रेस्ट गर्ने जग्गा।
हामी चाहिँ निभा घारी घारी भएर अगाडि जाँदैछौँ। यो चाहिँ हो निभाहरू। हामीले अनुमान गरेको अनुसार चाहिँ हामी चाहिँ ओन्ली 25% मात्रै हिँड्दैछु भन्ने अनुमान छ। यहाँबाट स्टिल ह्याभ टु गो फर 75%। र हाम्रो 1 आवर अलमोस्ट हामीले खर्च गरिसकेका छौँ। यदि हाम्रो ग्रुपहरू चाहिँ फर्किँदैछ भने अब हामीले के सोच्नुपर्ने पनि हुनसक्छ। यहाँनिर आइपुग्दा चाहिँ हामीले एउटा सानो पोखरी देख्दैछौँ। यहाँ हेर्नुहोस् त, म त्यहाँ त जानु सक्दिनँ। यो चाहिँ सेकेन्ड सेटमा आइपुगेछौँ। 3 किलोमिटर, अहिले 3 किलोमिटर हिँडेछ मेरो कम्प्लिट। हामी चाहिँ अहिले 3 किलोमिटर कभर गर्दैछौँ। तर मजा आइरहेछ, पसिना हल्का स्वेटिङ हुँदैछ हाम्रो। बाटो भन्ने चाहिँ भालुले हामीलाई कुनै पनि समय भालुले चाहिँ हामीलाई एट्याक गर्नु सक्छ क्या। यस्तो जग्गाबाट हामी चाहिँ गुज्रिँदैछ क्या। हेर्नुहोस् यहाँ भालुको पहिलाहरू देख्दैछ हामीले। यहाँ हेर्नुहोस् भालुको पहिलाहरू देख्दैछ हामीले। र कुनै पनि समय हामीलाई भालुले एट्याक गर्नु सक्छ। र हामी चाहिँ 2 जना मात्रै छौँ। यो समयमा हामीलाई भालुले एट्याक गरेर चाहिँ हामी केही गर्ने अवस्थामा छैन। वे टु तिनजुरे हम लोग ने एक इंडियन ब्लॉगर, आप कहाँ से है? हैदराबाद से एक प्रचलित एक ब्लॉगर हम लोग को रास्ते में मिला है। मैडम आपका चैनल का नाम? हेल्थ टॉक्स विद निकिता। हेल्थ ऑफ निकिता ना। ओके, नाइस टू मीट यू। हम लोग आप लोग का चैनल भी सब्सक्राइब करेंगे। मेरा भी यूट्यूब चैनल है। एनीवे आप ओके श्योर, ठीक है। तो हम लोग रास्ते में मिला। हम लोग को तो बहुत आगे जाना है, सो ज़्यादा कन्वर्सेशन। किलोमीटर 30 मिनट लगेगा। हाँ, स्पेस पे यहाँ से हार्ट रेट 130 रहेगा। कंटिन्यू जाने से आप हाफ एन आवर, कंटिन्यू जाने से 20 मिनट 20 मिनट में पहुंच जाएगा ना। ओके, एनीवे ओके, नाइस टू मीट यू। आते रहेगा सिक्किम में, ठीक है। ओके, गॉड ब्लेस यू बोथ। आपके चैनल का नाम? मेरा टासी एंटरटेनमेंट ब्लॉग। टासी एंटरटेनमेंट ब्लॉग। ओके, थैंक यू। ओके मैम, ओके, सी यू। ओके, हामी चाहिँ अब करिब तिनजुरेको छेउ पुग्दैछौँ। यसो ढुङ्गा माथिमा यसो निभाहरू बसेको। यसरी दुम्सीको बाटो जस्तो भएर अगाडि बढ्दैछौँ हामी चाहिँ। निभा गाडीहरू यसरी झ्याम्मै लटरम्मै बाटोलाई छोपेको। र हाम्रो हेर्नुहोस् पुगेर पनि फर्किसकेछ। हेर्नुहोस् कति लाग्छ? 15 मिनट मात्रै हो। यहाँ त टुरिस्टहरूले 20 मिनट्स भन्यो अन्त। 10 मिनट हो। ए ओके, थ्याङ्क यू। ए है पर्खिनु नि। यो चाहिन्छ, यो लट्ठी हामीहरू सहारा बिना आफै जिउने कोसिस गर्ने मान्छे हो क्या। बाजेले काट्दछ कि ओके, जानु। लट्ठी चाहिँ भरे नि तपाईँहरूलाई फेरि उयो हुन्छ है। लट्ठी चाहिँ यो लट्ठी छैन भने चाहिँ नि खतम छ, पुग्नु सक्दैन। चिप्लो यस्तो छ नि, यस्तो गर्नु नि। यस्तै आमा खोलेर हिँड्नु पुरा साह्रो पर्यो। एकछिन पर्ख, हामीहरू आइपुगिहाल्छौँ माथि। ओके, मासु 5 केजी ल्याइदिएछ। मोर अब चाहिँ हामीहरू के भित्र पसेर जानुपर्ने भयो यहाँनिर चाहिँ। अब यहाँ चाहिँ के हामीले धेरै कुरो सुन्नुपर्ने छ। के चाहिँ सुन्नु पर्दो रहेछ भन्ने कुरोहरू चाहिँ अब यहाँ चाहिँ एउटा केब जस्तो बुबु चाहिँ आउनुहुँदैछ होइन। हेर्नुहोस् त रुख, आमा यो भित्र छिरेर आउनुपर्ने रहेछ। ए के भित्र छिरेको जस्तै नि दामी रहेछ। यहाँ हेर्नु त रुख, अम्बो कत्रो चाहिँ रुख रहेछ हेर्नु नि। यहाँ आउँदा चाहिँ यसरी लट्ठीको सुविधाहरू बनाइदिन्छ भनेर अघि तल भन्दै थियो। म चाहिँ एउटा लट्ठी लिएँ। ल
धन्यवाद छ। ती एउटा बुजुर्ग व्यक्ति हुनुहुन्थ्यो अरे होइन, उहाँले चाहिँ यो लट्ठीहरू बनाइदिएको रहेछ। केही छैन, यो चाहिँ हाम्रो अघि बिहानको पार्टनरहरू यसरी फर्किसकेको रहेछ। हाम्रो दाजु चाहिँ केबी गुरुङ दाजु हुनुहुँदछ, उहाँले हेर्नुहोस् कति पुण्यको काम, हेर्नुहोस् यसरी लट्ठीहरू बनाइदिँदो रहेछ। मैले पनि रिसिभ गरेँ तपाईँको लट्ठी सित्तैमा है, उहाँले चाहिँ बनाइदिएको। थ्याङ्क यू, तपाईँलाई धेरै धेरै धन्यवाद। बहुत पुण्य कमाउनुहुन्छ। यसरी सहारा दिनु भन्ने चाहिँ, सहारा दिनु भन्ने कुरो चाहिँ मान्छेलाई बहुत ठुलो कुरो हो। र जाउँ है बु, आउनुहोस् है, म चाहिँ अगाडि लागेँ। बाटो यस्तै छ। तपाईँहरू चाहिँ कहाँबाट हुनुभएको ल? फरेस्ट हाउसबाट। ए हेलो सर। सर आज कहाँको स्टुडेन्टहरू थियो? लिङदोक है, हाम्रो सर चाहिँ फरेस्टबाटै हुनुहुन्छ। सर एक्सकर्सन हो सर? हजुर, सानो एउटा हाम्रो नेचर ट्रायल हो नानीहरूसँग। ए ओके, हुन्छ सर, ओके थ्याङ्क यू सर, हुन्छ। हजुर ल, हामी चाहिँ उकालो चढ्दैछौँ। उहाँहरूले लगभगै कम्प्लिट गरेर फर्किँदैछ। हामी चाहिँ उकालै चढ्दैछौँ। ल यसरी हामी उकालो चढ्दाखेरि यहाँ लिङदोक स्कुलको स्टुडेन्टहरू फर्किँदै गरेको देख्यौँ हामीले। सक्नु भएन बहिनी? सकेर फर्केको। कुन स्कुलबाट हुनुहुन्छ तपाईँहरू? लिङदोक स्कुल सेकेन्ड्री स्कुल। ए ओके थ्याङ्क यू। हेर्नुहोस् नानीहरू स्टुडेन्टहरू पनि फर्किँदै रहेछ यहाँनिर चाहिँ। हेलो, यसरी ग्रुप वाइज आउँदैछन्। लट्ठी दिएन तल दाजुले, अङ्कलले दिनु भएन? ए तिमीहरूको लागि भनेर लट्ठी काट्दै थिएँ त। ल ल बिस्तारै जानुहोस् ल, लड्छ है। ल नानीहरू फर्किँदैछ। पुग्नु लाग्यो बहिनी? हेलो बाई बाई। ल कति टाइम लाग्ने रहेछ यहाँबाट? ए ल नानीहरूले भन्नुहुँदैछ हामीहरू चाहिँ पुग्नै लाग्यो अरे। हेलो, ल यो डिस्टेन्सबाट चढौँ उकालो। छोटो बाटो अप्नाउनु पऱ्यो नि, अब चाहिँ बुद्धि जिन्ज्यारै मुला भने जस्तो। आउनुहोस् बाटो चाहिँ नानीहरूको विचार बिजोक भएछ। हजुर म्याम। स्टुडेन्टहरू फर्किँदैछ। हजुर हामी अलिक पछाडि भयो नि। ए हजुर ठिकै हुन्छ। हजुर लु तिनजुरे कता कता हो यो? कता जानुपर्ने हामी चाहिँ? यहाँ हाम्रो रहेछ तिनजुरे। कता जानुपर्ने हामी? यता पहिला मेन यता जाउँ। उतादेखि त उयो जान्छ होला, आसनजी जान्छ होला। ए हो, पहिला हामी आएको गएको बाटो। ए हो। ल हामी चाहिँ मेन तिनजुरेपट्टि नै जाँदैछौँ है। निभाहरूले छेकेको छ हाम्रो बाटोहरू यसरी। बिचमा रुखहरू लडेको छ। फाइनली
तीनजुरे आइपुग्यो है। यहाँ भ्यू टावरहरू बनाएको रहेछ। ल तीनजुरेको दर्शन गऱ्यौँ हामीले। र चुली वाच टावर अल्टिट्युड 8675 हामी अल्टिट्युड 8651 मा आइपुगेका छौँ। हेर्नुहोस् पारापर भ्यू टावरमा चढ्दैछौँ। तीनजुरेको यहाँ मुनि हेर्नुहोस्। हजुर एउटा यो भएन अरू उत्यो रहेछ अरू माथिको रहेछ कहाँ कहाँ रहेछ? अनि यो रहेछ हो त्यहाँ रहेछ त्यो ऊ परला सायद तीनजुरे यो त्यो एउटा दुईटा त्यहाँ चाहिँ तिनवटा रहेछ नि त। यहाँ आइपुग्दाखेरि त्यसका बाजेको भन्ने अवस्था धेरै नाजुक भयो। हेर्नुहोस् आम्मामा टेन्ट ल्याएर आएर बस्नु चिसो फिल भइरहेछ है। हावा गुटुटुटु चलिरहेको। हामी फेरि यहाँबाट अब तीनजुरे चाहिँ तपाईँको के हो भन्दाखेरि तीनजुरे चाहिँ तिनवटा जुरे हो नि त। जुरे भन्नु मतलब तपाईँहरूलाई यादै भएको कुरो गोरुको जुरो हुन्छ नि त क्या, जुरो नम्बर 1 काँधको पछाडि। त्यस्तै अब तीनजुरे भने चाहिँ तिनवटा जग्गा हो। त्यस्तै यो जग्गा भएर अब हामीहरू दुईवटा जग्गालाई भिजिट गर्दैछौँ। यहाँ आएर हामीले निकै बेर रेस्ट गऱ्यौँ हो। अन्त अगाडि बढ्दैछौँ। अब चाहिँ यो हो तीनजुरे 1। अब हामीहरू तीनजुरे 2 को लागि झर्दैछौँ। त्यहाँदेखि मेबी हामीहरू तीनजुरे 3 को लागि चाहिँ लड्छ है। यता पाङथङबाट आउने तीनजुरे त अर्कै होला नि के रहेछ नि त। त्यही हो नि पाङथङबाट पनि आउँछ। वाउ लो धेरै थकान भएको महसुस गऱ्यौँ। अघि तपाईँले स्यास्या गरेको तपाईँले सुन्नुभयो, त्यो चाहिँ अक्सिजन लेभल चाहिँ कम भएको हो है। र अब हामी त्यहाँ छ दुईवटा हाम्रो गन्तव्य, एउटा सेकेन्ड तीनजुरे र लास्ट 1 पुगेर हामी चाहिँ यहाँबाट फर्किन्छौँ। ऊ यहाँ आएर एकछिन रेस्ट गर्ने भन्नुभयो। तीनजुरे चाहिँ एडभेन्चरै हुने रहेछ नि त। यहाँ हेर्नु त सधैँ हिँडिरहने मान्छेलाई पनि गाह्रो पर्दैछ हिँड्नु। यहाँ है आउँदाखेरि चाहिँ हेर 1 मिस्टेक गेम ओभर, जिन्दगी खराब छ। सापै बनाइहाल्दछ नि त। सापे त हो कि, तर 1 मिस्टेक हेर्नु यता पनि गेम ओभर हुन्छ है। आउनेहरूले चाहिँ धेरै याद गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ बाटो यसरी बनाएको रहेछ। हामी चाहिँ लाग्यौँ अर्को गन्तव्यतिर। स्टोरी अर्को कस्तो लाग्छ कि हँ हेर्नुहोस् त बाटो। लो अब यो चाहिँ सेकेन्ड गन्तव्य हाम्रो, सेकेन्ड तीनजुरे। यो 2 जुरे लास्टमा पुग्छ हामी तीनजुरे चाहिँ। हजुर रानीहरू लिएर आउनु रिस्की हो। दामी
फेरि अक्सिजनको कमी महसुस गर्दैछौँ। यहाँ अक्सिजन दिने भने यही रुखहरू मात्रै हो, बाँकी त सबै ठुटो छ, ठुटो भइरहेछ ठुटो। जे होस् बाटो चाहिँ तर मजाले बनाइदिएको रहेछ। यसरी हिँड्नु पाइरहेको छु। जसले बनायो उहाँहरूको लागि चाहिँ एकदमै म चाहिँ थ्याङ्क्स भन्न चाहन्छु क्या। बाटै भने चाहिँ के हो के अन्त रुखको ठुटाहरू सबै टाउकोहरू उडेर गएको म त देख्छु यहाँ त। छैन नि, चिसो चाहिँ हेभी नै चिसो। हेर्नुहोस् रुखको टुप्पाहरू केही छैन। ल हामीहरू फाइनलतर्फ छौँ। फाइनल है। ल यहाँहरूलाई आज चाहिँ पूर्ण रूपले देखाएका हामीले 3 जुरेलाई चाहिँ टोटली कम्प्लिट गरेका छौँ है। 1 जुरे फर्स्टमा निक्ल्यौँ हामी, सेकेन्डमा सेकेन्ड जुरे, र यो चाहिँ तपाईँको फाइनल थर्ड यो 3 जुरेमा त 3टा जुरोलाई हामीले पार गरेका छौँ। ल अहिले चाहिँ हामीहरू सागर माथामा चढेको जस्तो फिल भइरहेको छ क्या। हामी पनि स्वर्गीय तेन्जिङ नोर्गे शेर्पा भन्दा चाहिँ कमीको चाहिँ होइन होइन बुबु? तेन्जिङ नोर्गे शेर्पा, म एडमन हिलेरी। ए हो, तपाईँ एडमन हिलेरी होइन? बुबु चाहिँ एडमन हिलेरी, म चाहिँ स्वर्गीय तेन्जिङ नोर्गे शेर्पा, आदरणीय तेन्जिङ नोर्गे शेर्पा। तर जे होस् नाम चाहिँ मेरै आएको छ है बुबु। तपाईँ एडमन हिलेरी भए पनि नाम चाहिँ मेरो आएको छ। यस विषयमा के भन्नुहुन्छ तपाईँ? त्यो तिम्रो देशमा तिम्रो नाम आउँछ, मेरो देशमा मेरो नाम आउँछ। ल गाइस, हाम्रो भ्लगमा यही कुरोलाई समेट्नु थियो र समेटेको पनि छौँ है। के कस्तो लागेको छ मेरो भ्लग है। हामी 3 जोडेलाई कम्प्लिट गरेका छौँ। हामीले लगभग पनि 12:15मा हामीहरू हिँडेको थियौँ भने अहिले कति भएछ टाइम? 12:15मा हिँडेको थियौँ नि, अहिले चाहिँ हामी 2 बजेर ठ्याक्कै 23-24 मिनटमा चाहिँ आइपुगेको रहेछौँ। हामीहरू बिसाउँदै आयो है। अलिकति हिँड्ने हामीले त्यस्तो त्यो एउटा हाम्रो रिदमहरू चेन्ज भएछ, निरन्तर हिँड्नु सकिरहेको थिएन र है। र अहिले चाहिँ हामी 3 जुरेबाट तपाईँहरूलाई यो भिडियो देखाइरहेको छु है। हेलो हेर्नुहोस् है, 3 जुरे तुम्हारो लाग्यो, फगी लाग्यो नभए चाहिँ तपाईँहरूलाई देखाउँथेँ। त्यो पर चाहिँ फर्स्ट थियो, यहाँ मुनि सेकेन्ड, र अहिले चाहिँ हामी थर्ड। यता पनि के रहेछ, यता पनि हेरौँ। यो अगाडि पनि रहेछ के कुरो, हेरौँ यहाँनिर। यो जग्गामा आएर एउटा आफ्नो आफ्नो विश्वास हो। यसरी मान्छेहरूले के गर्ने काम गर्छ होइन, विश्वास हो। यो के विश्वास चलाउन सक्छ। तर 1 मिस्टेक गेम ओभर छ यहाँ। हेर्नु अम्बो, यहाँदेखि उता चाहिँ जानु भएन, मिलेन। र यहाँ आउँदाखेरि एकदम सेफ्टी आफूले हेर्नुपर्ने हुन्छ। र यहाँ पनि उता जाने बाटो रहेछ, पर छ भने जाने हो बुबु। उहाँ रहेछ नि त फाइनल त। र फाइनली हाम्रो डेस्टिनेसन चाहिँ आज हामीले कम्प्लिट गरेका छौँ। नाउ वी आर मुभिङ ब्याक टु द सेम प्लेस है। बुबु कस्तो लाग्यो? फाइनली पुग्यो केटा हो, 3 जुरे फाइनली पुग्यो भने चाहिँ दामी नि हो। दामी है। कस्तो चाहिँ हिँडेर आएको। फर्स्ट टाइम होइन तपाईँको? फर्स्ट टाइम ल्याउ। मेरो पनि फर्स्ट टाइम, अनि बुबुको पनि फर्स्ट टाइम है। मेरो त यस्तो छ नि त, यो 3 जुरे यस्तो रहेछ कि त। फेरि मार्तमबाट त म पहिला आएको नि 3 जुरे कि, त्यो र यो अलिकति मिल्दैन जस्तो लाग्यो। पहिला उता मार्तमबाट आएको 3 जुरे अर्कै जस्तो लाग्यो, यताबाट आएको 3 जुरे अर्कै थियो। ओके, र हामी चाहिँ नाउ वी आर मुभिङ ब्याक होइन। यस्तो छ क्लाइमेट, हेर्नुहोस् पुरा अघि लागिरहेछ। अब बाटो त्यही हो, अघि आउनु पनि गाह्रो पऱ्यो भने जानु अझै गाह्रो पर्छ, किनभने खुट्टा धेरै नै काम छ क्या। हिँड्ने बानी अलिकति नहुनेहरू चाहिँ यो जग्गामा आउँदाखेरि धेरै कुरोहरू सोचेर आउनु होला भनेर म भन्न चाहन्छु। अनि 3 जुरेको आजको भ्रमण यस्तै रह्यो। र फेरि पनि नयाँ नयाँ भ्लगहरूमा जोडिरहने छौँ। टास इन्टरटेनमेन्ट आजलाई चाहिँ
म अनि रबिन बुबु ब्लगबाट बिदा चाहन्छु। फेरि भेटौँला अर्को नयाँ ब्लगमा।